फ्यु एडभाइस फर टुडे जेनेरेसन, विशेष गरी नानीहरूलाई भन्न चाहन्छु होइन। नानीहरू यो भिडियो चाहिँ स्किप नगरी हेर्नु होला, सुन्नु होला होइन। यो के भन्न चाहेको भन्दा मैले होइन, पढ्ने टाइममा पढ्नु भन्न चाहेको, पढ्ने टाइममा पढ्नु। अब होइन, मजा गर्ने टाइम आउँछ पछि, इम्प्लोइ भएर मजा गर्दा हुन्छ होइन। आफ्नो अब इम्प्लोइ नै भएन भने पनि धेरै पढिरहेको छ भने जे काम पनि गर्न सक्छ होइन, कसैले रोक्नु सक्दैन पढेको छ भने होइन। पढ्ने टाइममा पढ्नु भन्न चाहन्छु भने, अहिले पढ्ने टाइममा सिर्फ पढ्नु भने, फोकस अन्ली फर स्टडी भन्न चाहन्छु होइन। अन्त अनइम्प्लोइको लाइफ चाहिँ कस्तो हुन्छ भनेर चाहिँ म चाहिँ एक्सप्लेन पनि गर्न सक्दिनँ। अहिलेको नानीहरूलाई म भनेको विशेष एक्सप्लेन पनि गर्न सक्दिनँ। जति नै घाम लागोस्, जति नै पानी परोस्, अब काम गर्नै पर्यो बस्तीमा होइन। काम त जुनै हालतमा पनि गर्नै पर्यो। अब जे छ काम, अब घाँस काट्नु ड्युटी डेलीको हुन्छ, फाल्टो बारीमा ड्युटी के हुन्छ, अब पापाहरूको के काम हुन्छ, त्यो त गर्नै पर्यो। अन्त म यो पनि भन्न चाहन्छु नानीहरूलाई होइन, अब होइन बाउआमाको दुःख सम्झेर पनि पढ्नु भन्न चाहन्छु। बाउआमा जस्तो चाहिँ हुँदिनँ, बाउआमा जस्तो माथि नै, बाउआमा भन्दा अलिक माथि नै हुन्छु भनेर सोच सम्झेर पढ्नु भन्न चाहन्छु। अनि कुनै बाउआमाले चाहिँ होइन आफ्नो छोराछोरी चाहिँ हामी जस्तो होस् भनेर चाहिँ सम्झिँदैन। जुनै बाउआमाले पनि होइन आफ्नो छोराछोरी चाहिँ हामीभन्दा धेरै गरी खाओस् होइन, हामीभन्दा अब धेरै ठुलो मान्छे होस् भन्ने सोच हुन्छ बाउआमाको। अन्त त्यो सोचलाई अब होइन, त्यो सोचलाई रेस्पेक्ट गरेर फलो गरेर राम्रोसँगले ध्यान दिएर पढ्नु भन्न चाहन्छु होइन। बेसी अब होइन धेरै एडभाइस भयो भने पनि होइन उयो हुन्छ कि, म चाहिँ अन्ली भन्छु, अन्ली फर स्टडी फोकस भन्न चाहन्छु, विशेष गरेर टुडे न्यू जेनेरेसनहरूलाई। थ्याङ्क यू।